अति राम्रो भेटा ख्याउँछ नारायण बाबु एनीलाई फर्केर जन्मेको छोरी जान्छ कटुकी कसले के हौ कुन ठाउँमा छोरी मेरो धन्यवाद। हामी कुमाई गाउँपालिकाबाट तुम्मेवा गाउँपालिकासम्मको यात्रामा छौँ। तयारी हुँदैछ ल हामी यहाँ तयारीमा छौँ है। यहाँ के अरे हाम्रो पास्टर नि आमालाई अनि राम्रो बनाउनु परेन भरे साह्रै रातो त नबनाउनु है। ठिक्क बनाइदिनु। अब यहाँ रेडी भएर चाहिँ हामी बेमा आइपुगेको पर भन्दै हुनुहुन्छ त्यहाँ पुग्नेछौँ। देउलालाई पनि पर यही बनाइदिनु नि कि देउलालाई ड्रेस लगाएर आउनुहुन्छ अनि यहाँ म मेकअप गरिदिइहाल्छु नि म आर्टिस्ट हुँदा हुँदै। हुन्छ हुन्छ त बनाइदिन्छु। अरे मेरो त अलरेडी छ नि नबनाउँदा पनि मान्छे नै अलिक कस्तो फरक फरक देखिन् यो लाउँदै बेग्लै हुन्छ नि हैन। सम्पन्न भएर हामी आयौँ। अर्को सोल्डी यता लास्टमा चाहिँ ठीक है नहीं बचाओ
लाए पटुकी कसले केमा राखेने हौ कुण्ठौमा गाँसै किनारी गरौँ चिनारी सही हो साठे पैसा लाउते साबान दिदी बेला जो साठे कैसा साठे कैसा दिदी बेला हो देउली बाङ्गो यो आशा ठिकै छ त यहाँको सँगै छोमा दान ये दुई जना दिदी दुई तीन जना कान खला रे नानीले नि खान्छ होला नि हुन्छ कान बाबु उधर धीरे ज्यादा तो इधर अरूले खाएर मर्छ किन जाने किन हौ माम त के गर्नु अब नगरौँ होला गीत एकदम राम्रो हामी त आसी भएको छ मन पर्यो हजुर धन्यवाद तपाईँलाई हाम्रो दाइलाई मन पराइदिनु भएकोमा छोरी नै दिएको ठाको त नि त्यसको लागि धन्यवाद खै थाहै छैन एक भाग ल्याउनु भन्नु मलाई
छोरी मेरो जानकारी छिटो भन्नुपर्छ होइन हाल्न के ठिकै हो तपाईँले मेरो जितमा उदाहरण कुरा गर्नुभयो आउँदैन पुर्याउँछु मेरो दाजुभाइलाई ईश्वर मित्रलाई म आफै पुर्याउँछु र पुर्याएर खानुपर्छ मात्र धेरै खाएर हुँदैन एकदम यही हो जहिले दिएको हो यही हो मात्र नपुग्यो थप्यो भने पुगेन भने आफै म छोडिदिन्छु खोज्यो भने बोल्ने मै हो बाउ मै हो डोली बाउ सिधै हो मलाई सबै लासा नेसी सोमसी चाडा पाखा छोडा सबै हुन्छ लासा नेसी सोमसी चाडा पाखा छोडा सातवटा हाम्रो यही हुन्छ सबै काजीकुची त्यही त ठिकै छ हल्ला गर्नु अब यहाँ पाउनु पर्छ म सुँगुर खानै खान्न म सुँगुर खान छुन्न नि राफिले त होइन के गर्नु के राम्रो भेट भएको बेमा कति राम्रो भेट रुमालले धुँदैन छोरी मान्छेले छोराले छुनु कहिले हुँदैन ए माइली छोनु कहिले यो माइलालाई जन्गा छोडी मकै म पाउ कबाले रेडियो बेहेको बेलामा लैलै सबै बेटी मरे नाउ बढ्ने के मलाई बग्ने फेरि नौयाली ख्याको मतली के मर बग्ने मावाली आको चाहिँ हो सुताएको डोरा मलाई नौले ख्याव आदङ्गे सेवाहरू जङ्गलै तरी जिन्दगी भरि हिँडेको छैन सरी गएको कुम्भ माउली माइले साइलेको सबै तेरो यो छिटो भयो जन्ती वा निम्तोङ वा जम्माङ वा मैले नानी ओ जम्मामा हेर्नु ओ जमलो पेक नानी रुपे ल मेन्छ थिएन सुतामे जगे मिने के जम्मा सुतामे हेर्नु याक्तोमा लाउतिबी
भोटे मेलो छ घिसिङ मेलो छ लौती भी गब लौतो पद्मा सुदन लौती मा गापत आगोङ बा तेङ बेछ लौ थे पाबा गो मकर काला भाषा गराउन एकाङ्ग कोन मङ मकर काला हैन म भेट्छु 22 सालमा भेट्छु मेरो छ हेन्जको लगान जुलुममा छ जुगा माउली सेखा बे हेन्छ सेखा माउली माइला माउली बा खुसा कान्छाका बा हैन म साइली मते लगन जुरा लगन बरुवार छ असत जुरानो आशीर्वाद 18 वर्ष अब आपकमा हैन 18 19 20 दिदी हैन फोटे र पिक चामा हैन याक्तमल निम्बङ रहेछ सेका नानी हैन हैन सेवा रह गल्ती अब गल्ती पक्ष सबै ढिलो भएको हैन ढोकोली सोकोली जाउ चुरोबी हैन धर्म कर्ममा जम्मामा चुरोबी मेते हैन खेप्छ नानी मेन्छ धर्म कर्म और जोर चाँदीको मरो मेन्दी जोर भी इनमा आप इच्छा बा खुशी का में का हिंदू बा परमेश्वर यीशु ख्रिस्ट हेंजामा यीशु ख्रिस्ट वा धर्म बराबरी बा बात नहीं इनमा भित्री बा खेप्स में थे बाबा लुलु छोटो बेउली बते इनमा यासों इमा गावा मेन्चमा ओ बेउली कुम्बाबा को यो वा एबा हैन बेउली कुम्बाबा सेखाबे सेखाएन चुक्सा साइले कुसा मेलो सबै दुईटा छ यामा त बडो चुक्सा मात्रै हो न कान्छामा चठङ वायो ओ ताजु भाइ चठा यामो सबै यामो छ माइला न बेउला बेलु ओ कोनी भयो पोङमा त किन भोटेको नेरेम्रो भिन्दै वा नानी बेउला बलि खोइ नेगो खोली भित्री बा यानीलाई छोनो हुँदैन लसोफा बोल्ला हो रायला के गर्न मैले निन छोनु हुँदैन पानी छेपेर नभन दिदी यानीलाई दुखीले पेर मकै गडेर माया लाएर माइलौ जान्छौ छोडेर मलाई दन्छ छोरी नै जाँदा ए माइली आमा बाउ रुन्छ चुप पैसा गानेको चिया बेको शोभा कर माइली व्यर्थै बनेको नाउली ख्याउँछ नारो बाबु एनीलाई फर्केर जन्मेको छोरी जान्छ धर्ता मेरो त्यहाँ पर्यो हेटौँडा जिन्दगीमा मरिन भने 16 दिन भेटौँला माया जल्पन्छुको डोरी साइली चोरी देखो है देखो यो लगे हो त नजाबे आले बङ्गे भो आले बङ्गे भो भन्नानु न छोरी लगेले के गर्नु
जहिले छोरी रुएर के गरौँ माया जलपन तमर तारला लौ त्यसो भने बेनाजो दाजो आशा ठिकै छ म ल्याउँछु पारा छोरी पैसा मासाठी पैसा लौ त्यसो भने हजुर सबैजना नमस्कार आशा ठिकै छ आमा बाउ सम्झेर आउँछ दाइ मालिन धुनु छोरी लगे भरेर आमा बाउ नरुनु पाँच छ यस्तो रमाइलो काज पाउँछ म मर्छाउँछ सिरी मसाले कुखुराको बाले खरा तैले रेडियो चुलो र चौका बेको मावा के मार साथी बेट लाई बेली र चमेली बेहुली लाँदाउ के दिनु डोरी केमरा बग्ने कसको छोरी देवरमा रोपेका खुर्सानी सम्झाउने बिर्साउने लाई बुलबुल चमेली राखिदेऊ बेहुलीको कोसे तामाङ से राबाउ सिब्रिङे डोको लिम्बू से राबाउ छाङ तामाङ से राबाउ सिब्रिङे डोको लिम्बू से राबाउ छाङ थोथो क्याम नकले जो थिगोसी थानो छाङ ड्राइभर ढुङ्ग्री रङ सरो पितलमा धनीबरको ड्राइभर ढुङ्ग्री रङ सरो पितल मै मरी जौली चौतारी हौली बस्नु सो शीतलमा लाई बेहुली लैजाउ न के मारा छोरा छोरी बेहुली लैजाउ खाउना नाक्सो बतासी खाउना नाक्सो बतासी निके बेहुली पछि यासुग्री रो बतासी बेहुलीको घर यासु भनेको बेहुलीको घर यासु भन्नुभएको अनि बाबु यहाँबाट त्यहाँबाट यासु त हो कि होइन त ini sekap ini yak teman apa 40 minit ini yak teman ngaka apa mencam mana cagu manu ba ngaka mencam wa
बुद्धिमान यो चिन्छ सम्रे कुरो लाइनबाट लानुपर्छ नि त भाइ हो नि त न दाल छ त उ भाइ हो नि त त्यसरी म ल्याउँछु त लाइन अनि त्यहाँ कति खर्चमा के भन्छ अब जति हो Ani yakin maraga tin khoreo ambi baki jaga thilo hang hoppe tamala ya sari kya pala ko ambi gara jao स्वा स्वा ko jana le इनामा जेजा इनामा जाजो इनामा खेप्छु न नानी मजा बंगलो जापान लगे होटलमा दोसेमा लगनमा आसेका सायद जिरो सबै खेप्छु बनानी इनामा आदि खेप्छु बेटीले चाहिँ कसरी भिडियो बनाउँदा रहेछ भनेर हेरौँ है लु यसरी बनाउँदो रहेछ यसरी खाँदै बनाउँदै हुनुहुन्छ है अनि अरु फेरि ज्याबालाई सो इच्छा हो किसी पाङमा फेरि साइलीगा चुक्पेमा साइलीगा कुम्बाबे कोही ल ए ल धन्यवाद तपाईँ चाहिँ नजानु रे राम्ररी सम्हालेर एकछिन अप्ठ्यारो ठाउँ छ होला मेरो फोटो चाहिँ सब्रानी चाहिँ लानु अहिले चाहिँ हामी काँक्री घरमा पुगेर पनि हामी फर्किसक्छ हामी चाहिँ उठ्न पऱ्यो क्या ल उठ्न रमाइलो हुँदैछ हावा खाँदै कक्कै मजाले जानेछु है आज चाहिँ हामी मौवाबाट यात्रा रहेको छ ल अब एकैचोटि म माथि यासु पुगेर भेट्छु बाटो त्यस्तो छ दामी छ काम गर्ने त थोरै छ त 3 जना मात्रै हुनुहुन्छ त नि केटाहरू आउँदै होला कुनै कुनै त्यही भएर माथि हुनुहुन्छ कोही साथीहरू थर्काकै छ
오공개 더러와 밑에로 오까니까 लो मौनी नाचिने किन पो अब जान्ने नै छैन अनि एक्लै नाचे त हुँदैन मिलेछु समय एकछिनमा नाच्छु रडी चाहिँ बिस्तारो बिस्तारो जानुपर्छ है बिस्तारो बिस्तारो जानुपर्छ है अहिले त अनि एक्लै कि खोइ साथीहरू त माथि हुनुहुन्छ अघिकै टिममा चाहिँ छौँ त अनि अहिले अलिक कम भयो कि अब केटाहरूलाई बोलाउनु पर्छ अलिक छिटो छिटो काट्ने बेला भयो त नि सलादको लागि त हुन्छ चर्को घामले अलिक गाह्रो भनिरहेछ गर्मी साह्रो छ नि त आज त एकदमै गर्मी पसिना तपतप चुइरहेछ अनि कस्तो हुँदैछ अनि सलादको लागि तयारी एकदमै तयारी गर्ने क्रममा छ ल ठिक छ त्यसो भने ल यो चाहिँ के हो सुपको लागि यो सुपको लागि यो हाम्रो सुँगुरको खुट्टा सुपको लागि तयार खानाको बचाउ अभियान पनि गर्नुपर्छ क्या अनि यहाँ त ऊ मात्रै भयो त अनि दाल मात्रै भयो दाल 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 अलिक नजिकबाट त्यो त टाढो भएन मासु चल्दैन पो काका के भन्नु केलक्सको जानु त्यहाँ कति जाने गाजर कटाइ हुँदैछ गाजर कटाइ हुँदैछ म तपाईँलाई एउटा काम गरौँ त्यो चारवटा एउटा छ भने चारवटा बनाइदिनु न यो यहाँनिर सब्जी काट्नेहरू भेजको लागि चाहिँ सब्जी नै बनाएको रहेन कि मलाई यस्तो रिस उठ्यो होला चाहिँ अलिक फर्काउनु त रेडी हो के हो पारा अब जे अर्डर आयो त्यही गर्ने त हो नि हामीले त होइन भेजको लागि पनि बनाउनु परेन काम गर्नेहरू त संख्या अलिक कम भएको भेजलाई त यो त के पो आयो फेरि मासुको चाना मासुको चाना यस्तो खाइन्छ मासुको चाना तर खाना चाहिँ अमिलो हुन्छ है सलादहरू काटौँ न हुँदैछ अनि लिम्बुनीले सुन्न लागेर के लान्छ पित्तल लाउँछ त सबै सुन्न अहिले मलाई चोरी लाग्छ त्यही भएर यहाँ मेरो पछाडि पछाडि बस्नु नि ए हुन्छ मेरो चोरी भयो भने मेरो कति धेरै घाटा हुन्छ 1-2 लाख रुपियाँ किन तपाईँको बाले त सोध्नु यता कि त लागेको छैन 1 केजी बनाइन्छ होइन आज चाहिँ हामीले यहाँ सुँगुर मात्रै काटेको छ सुँगुरको यस्तो खुट्टा टाउकोहरू हामीले सुप बनाएको छौँ यसमा चाहिँ हामीले बनाउँदाखेरि सुरुमा तेल हालेर प्याज
ब्राउन हुने गरी फ्राई गरेर होइन त्यसमा चाहिँ यसमा ल्वाङ सुकमेल मरिचहरू पनि अब हालेको छौँ रातो हुने गरी अनि त्यसपछि खुट्टा टाउकोहरू काटेकोले तयार पारेकोले यहाँनिर फ्राई गरेर होइन अब यसमा बेसा जुन आवश्यकता अनुसार हालेर खुर्सानी मसलाहरू हालेर हामीले यसमा ब्राउन हुने गरी फ्राई गरेर सुप हालेर यसले उमालेर तयार गरिन्छ है। धन्यवाद दाजु रेसिपीको लागि। हस् थ्याङ्क यू। खतरा रहेछ। काकाले सोध्नु त काका हाम्रो काका परेको मेरो त अवस्था गर्नु छोडेर एकदम टेस्टी बनाउँछ है यहाँनिर तपाईँहरूले बनाउनु भयो हेर्दा हेर्दै खाउँ बनाइसकेर खाने त झन् कस्तो मिठो होला नि। साह्रै मिठो त अहिलेसम्म चाहिँ सबैले मिठै भनेको छन् होइन अब के हुन्छ हेरौँ भरे टेस्ट गरेर हेरौँ न ल ल यो चाहिँ कुन तेल पो प्रयोग गर्नुभएको छ हजुर कुन तेल पो यो त यो चाहिँ तोरीकै तेल ल्याएको रहेछ होइन अहिले खास सनफ्लावर हाल्नुपर्ने तोरीकै तेल ल्याएको रहेछ हामीले त्यही प्रयोग गरेको छ अलिक कालो कालो तोरीकै तेल ल्याएको रहेछ। सनफ्लावर चाहिँ राम्रो हो। सनफ्लावर चाहिँ अब स्वास्थ्यको लागि राम्रो त्यो पनि मासु नै हो। समस्या छैन होइन ड्राई गर्ने हो यसले तार्ने हो त्यसले गर्दा चाहिँ त्यसरी तार्ने हो कि भनेपछि हाम्रो लोकलीहरू पाउन आउनुहुनेलाई चाहिँ पुरा मासुमा तर्ने मुखै झुन्डिने रहेछ नि त। मुखैमा झुन्डिने उहाँहरूले चाहिँ हेल्दी बनाएर पठाउने फेरि पछि हामी कहाँ नै आकर्षित होस् भनेर नै हो। फेरि अर्को पनि ल्याउन सफल हुने रहेछ। हो त्यही भयो त्यही हो भिडियोको लागि धन्यवाद दाजु। थ्याङ्क यू बहिनी भाइहरू फेरि आउने एकछिन आउँछु ल। हस् के गर्नुहुन्छ अब हेरौँ ल कहाँ पाउँदैन मुलाङ खाएर खानु के हो र के पो लिम्बू भाषामा के भन्छ लिम्बू भाषाबाट के भनिन्छ यसलाई अञ्चन लछाम अनि टुप्पा मात्रै छ त कति साह्रो लोभी चेली मारि नि। यो सुपै मेन मासुको सुप सुँगुरको सुप यहाँ त अनि विवेक दाइ त पस्दा त अनि पुरा पौडी खेल्ने खालको रहेछ नि त। यता नुरिकान ठिक त हुन्छ। नुरिकान ठिक आएन हौ त्यहाँदेखि त आएन होइन बोल्नुपर्छ काटेर रेडिकम पाछाड्ने गर्न हाम्रो
सेवारो काकी हजुर सेवा गर्दै जानु फुपू हजुर ल जाऊ हेर्नु बिगिरालो दाजु फुपू काकी फुपू हजुर ल आउनु है काकी Digi faster. I guess some.
सबैले छुट्टी हात समार हात समार कता जाने गर्दा भएको नै सबैले आशीर्वाद भन्दाखेरि
डमर चाहिँ ल बताइ हौ एकछिन नै भन्दाखेरि ए हुन्छ ल जय मसी गाडी नानीलाई बधाई छ देउली भाइको स्वागत छ हाम्रो यासोकमा अब चाहिँ सक्यो होला हैन यता छ यता बाँकी छ नि हामी सबैजनाले सेवा गरौ काका एमएससी काकी सेवा र के भन्ने कि अब क्यारम खेल्न जानु छ बेला चिडा लगाउन सकेर गयो हाम्रो दुईजना ल अब म अनि फोटो हैन कोको भिडियो ल्याएर यो नि यता जानु अनि उडाइदिनु ल उडाइदिनु मुस्कान मुस्कान
भन्नुहोस् रिना भन्नुहोस् जाँडको बारेमा अघि उडाइसक्नु भएको नि त भनु कस्तो लागिरहेछ बिहेमा रमाइलो लागिरहेछ यता सीता कस्तो भइरहेछ यता दीपिका भान्जी होइन मैले नचिनेको झन् के कस्तो भइरहेछ ल ल
फर्केर हो तलै छ जो चाहिँ अहिले चाहिँ डेको लास्ट च्याब्रुम नाच भइरहेछ तपाईँले देख्न सक्नुहुन्छ। अब चाहिँ केलाङ समूहलाई बिदाई गर्नुपर्ने हुन्छ यसपछिको समयपछि चाहिँ।
आएको छ नि राम्रो आएको छ है हेर्नु झाडी पठा Konin adang ba hari kon ibu kaki ale kon ani anden nu mekhim adang gang mekhim dang bane mekhim dang ha andi आशीर्वाद abun ashirim sim ale kon ai ek dini lagi kon ala kha amendal bela kon ikidukta ikidukta hamri aglam hati kon oke kon sablal misung bu nu kon Nesi botol lagi aku balik, oke? Sama hok barne. Hok barne. Tidak bang tadi nggak ngomong. Himdang bar mewah tengah adang be. Tudung baru, si baru. Mana kisi mang asiwaru. Siwaru. उसको न adang besi Kongo. Ain kunu din kunu barel. Ku ain go mekim sigra छ. Mekim sigalle mekim dangba. मेखिम दाङबारे खुन्सी लगन आइन मेखिम कुसेक सेगालले
Kesami saha ukilari inghong ni nami bihakka ang hinggago gantini sangsinge hongsinge nuan gego tamna rikna adang basire kerek adang basire nami giget kibira nami giget kibira nur kan nami gemetta sama thuma ningmo thali kerra thali sama thuma nami kibira Buang di sini kamu putih marah mu tenamu ratu nanti hebat bak isi tak malu nambah yaksana sadam nambah sadam ini yang balik sama tadi aku dia sonde awal ya sangat adang besi dia go bikin misal sikil medharun yoi teri pamang menesin lain adang besi dia go tem simbai di sini baru adang besi kerek mu sewaru adang masih kerek mu sewaru cici cuan anwar ulung cici cuan uta berdua Kona bebe, masih. यो त हाम्रो हो नि दिउँसोभरि नाचेको हो हाम्रो एक सिलाङमाको यो चेसुङ हो यहाँ छ त नि यहाँ छ अब यो बाड्ने यो नुमाको भरे भोलि भेट्दा नि चाहिन्छ नि किन यहाँ बाड्नु सबैलाई हामीले त्यत्रो दुःख गरेर दिउँसोभरि त्यत्रो टना हट्टाम घाममा पसिना निकालेर हामीले यो दिएको हामी कहाँ दिन्छौँ लु खानु त एउटा त छैन त म त नखानु होला न नखाएर हातमा बोकिरहेको छ कति न ठुलो तर फ्रिज आउँदो रहेछ कस्तो खालको रक्सी हो यहाँ त यो चिसोमा राखेको भरे मात्र जान सक्नु हुँदैन कसरी सकिँदैन दुई खोटे भए चासरी भए पनि जाने कालो त छ ओह्रालो भएको पछि गुल्टिन्थ्यो होला होइन कालो त साँच्चै डान्समा त पछि हात्दैन नि रोमान्टिक सिन चाहिँ हामी त्यो पानी झरीमा नाचेको कस्तो एकछिन पनि भएको यही छ के कालो छ त कालो खालको छैन अबदेखि भयो अबदेखि भेट हुँदैन आजै हो लास्ट कसरी हुँदैन देखो न क्या हो क्या यो त्यहाँ आएन भने म भरे आएन भने आउँछु आउँदैन मलाई थाहा छ तर अहिले चाहिँ च्याब्रुङ नाचको लास्ट तयारी अलिकति नाच भइरहेछ तपाईँले पनि देख्न सक्नुहुन्छ अब चाहिँ यहाँबाट बिदा मागिसक्नुभयो अनि त्यसपछि यहाँबाट चाहिँ जाने तर्कमा च्याब्रुङ नाच तयारी भइरहेछ जानेको लागि तयारी गर्दै हुनुहुन्छ लास्ट अन्तिम नाच यो चाहिँ तपाईँहरूले पनि दृश्यमा देख्दै हुनुहुन्छ